क्या आई डोन्ट नो कहाँको बोट हो यो हामी चाहिँ आधी बाटोसम्म पुगेर चाहिँ टेन्ट लगाए हो सो यो चाहिँ हाम्रो गर्ल्सहरूको यता चाहिँ बोइसहरूको स्टिल बनाउँदैछ अलिकति नमिलेर हामी चाहिँ जाँदैछौँ है अब हामी चाहिँ नि कहाँ पुग्नु आँट्यो भन्दा चाहिँ बिहान हामी कति 7 बजीदेखि हिँडेको अहिले के भन्नु यति बेसी थाकिरहेको छ यति बेसी जुगा त्यही माथि अब चाहिँ एउटा गोठ छाने माथि त्यहाँ पुग्नु आँटेको छ भ्यू हेर्नु सक्नुहुन्छ कति दामी छ म लास्ट भए भिडियो बनाउँदा जाँदैछौँ यो चाहिँ हामी जान्डी डाँडा भन्ने जग्गा पुगेको है लोकल्ली नोन जान्डी डाँडा भन्दो रहेछ है त्यो जग्गा यो चाहिँ हामी सेकेन्ड नाइटको नाइट भ्यू हो त्यस्तो क्लियर पर्खिन सकेन टेन्टभित्र बसेर यो चाहिँ अब मर्निङमा पानीको बिजोग थियो पानी बिस्तारै थाप्यो है यो हाम्रो टेन्टको भ्यू हो बेलुका हामी नाइट स्टे गरेको टेन्टको भ्यू त्यसरी नै अब यसरी टेन्टको भ्यू अब यो चाहिँ हाम्रो एकजना साथी नाम मेन्सन गरिदिएको छ गर्दै थियो उहाँले सो यो चाहिँ सेकेन्ड डे चाहिँ हामी यो मायाल्याङ भन्ने जग्गामा आएर बसेको थियो सो यो चाहिँ सबै ढिरा बनाएको ढेरा चाहिँ टेन्ट लगाएको थियो अन्त यता तल चाहिँ आनु भन्दा चाहिँ पनि टेन्ट उठाउँदैछ सो यहाँदेखि चाहिँ अब फेरि यता लाग्नुपर्ने छ यो बाटो हो गाह्रो छ जिन्दगी ट्रेकिङ आनु मरो तलहरू एउटा टेन्ट चाहिँ त्यहाँ लगाएको थियो सो हामी चाहिँ रेडी भएको जानुको लागि बारी सारी बोकेर हो अब निस्किनु आँटेको भ्यू सेकेन्ड डेको एभ्रिवान इज टु मच बिजी कति फोटो खिच्नुमा बिजी छ भने कति प्याकिङ गर्नुमा बिजी छ कति पानी तताउनुमा बिजी छ हो र यो चाहिँ सेकेन्ड डे हामी यो चाहिँ एउटा केफ रहेछ है केफमा गएर यसो रेस्ट गरी बस्यो आफ्टर 6-7 आवरको बादमा हिँड्यो है केफमा रेस्ट गऱ्यो अनि चाहिँ बाटोको भ्यू हो अब यसरी के देख्यो यसरी फोटो सेयर गरेको अब यहाँ हामी पुग्नु लाग्यो पर जुन चाहिँ हामी सेकेन्ड नाइट स्टे गर्ने जग्गामा पुगेको यो चाहिँ अब पुगेर पनि अहिले चाहिँ थर्ड डे हामी अब टोसा लेकपट्टि हामी निक्लेको है यस्तो भ्यूहरू छ एक दुईवटा सो यो चाहिँ एउटा लक ब्रिज जस्तो रहेछ यो क्रस भएर चाहिँ हामी जानुपर्ने उतालाई भयो भन्छु भयो ल हामी चाहिँ कोसातर्फ लागेको अब ल यहाँ हाम्रो जेडी साहब कोसातर्फ हेर्नुहोस् Pepe ungdu ungyu bambare. Poso
pa yan doon sa kong atong. Final destination. My goodness, that's what I bought it. जामा लगाएर खिच्ने मान्छे हेर्नु आउनु यतिको जोस केटी मान्छे यतिको होइन बिस्किट खाने सिचुएसन बिहान के नखाएको Ari antim si chakala ma are susong thup mukai bumur amare naw ga gilla turnan mu do salang Pak woi. Đâu gì? Selong saya kudu sekian jauh ke sana. Lepas ni ikan mana? Paris mana? Selong ini mending sudah suka merdo, soalnya mana jauh cuma di negara. Nah, pilot tu jauh ke sana. Ada ni. Amma وين tu? Jauh tahu ni.
morning book. Bawa abi kan din zo lu ce ka ci dubu ba ta mu shi. Su mu gura yam ta mo, yam ta mo. Zo ade ba mu ha su ma ci so mu ci. Ya bai kai ba mu ta tun mo. Zo a kyau a dubu no shi ma ci ne. Zo ka su da mu ne. Da zo mi se le mo da zo men ji ba zo. Ta si bữa từ chân mơ nhìn leng sa ta